जिङ्गला ला 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 हेर हेलो गाइस यतिर आउनु त रोडै रोडा छ त पानी परेर बर्बाद हामी चाहिँ फेरि पनि आज पनि मोमोकै ब्लग लिएर आइसकेका छौँ किनभने काकीहरू आउनु भएको छ त्यही भएर हामी चाहिँ मोमो बनाएर दिइरहेको अनि हाम्रो घरमा चाहिँ बहुत कसैको रमझम मजा चलिरहेछ हेर्नु आँखा दिल्ली कि कस्तो हेर न यता हेर न सबै भिडियो त बन्टी है भन बन्टी है त आजकल हेला बन्टी है बज्जु त यहाँ हाइले सकेछु त नबनाऊ मैले त जिते 1 लाख त्यस्तो त जान्दैन म नमस्कार डोगिया फोन गरेर सुझाउ पहिला त्यो उमा भएको खालको फिल आउँदैछ बसन्तपुरमा एक बिरको खाएको खाइस पो एक बिरको त उ त क्वार्टर खाएको नि सुझा तर म त रुदा सब्जीलाई चाहिँ एक बोतल जुरुकै खान्छ एकै घन्टामा सिधा आयो मेरो छम्मा चारैतिर जम्मा मैले त मजाले गर्छु लु नाच्नु छुट्टी खाएर ह्याप्पी दसैँ एभ्रिवान गर्दै भिडियो बनाएको न नि छाप्नु नदेखेन म माथि जस्तो लाग्यो अघि नै मलाई यस्तो ठेल्दैछ कसले राति राति यस्तो खाएपछि अनि के गर्नु र के यस्तो भनेर हामीले मासु र चामल त खाँदैछ अहिले चाहिँ हाम्रो टिकटक चलिरहेछ होइन म चाहिँ रोएर मेरो आँखा यस्तो भइरहेछ दिदी सिगान छाकेर छु म चाहिँ कति फोटो कस्तो राम्रो नाच लैपरी फाकैमा नचौला माया रिसाएमा फक्का हुला लै बरी लै बरी लै बरी लै लै बरी लै लै त हेरेर एउटाले चाहिँ माथिदेखि तल ठोक्नु पर्ने तलदेखि माथि ठोकिरहेको हो ल यस्तो पो त ट्याङ 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 हेलो एभ्रीबडी वेलकम ब्याक टु माई च्यानल कैदीले अस्ति ल्याइदिएको झोला पनि छ हाम्रोमा अहिले चाहिँ हामी बसिरहेछौँ र बाहिर चाहिँ गाईहरू तास खेल्दै हुनुहुन्छ सन्जु यहाँ सुतिरहेको छ मेरो बहिनी यस्तो बसिरहेको तपाईँ कसैलाई मासु गचार चाहिएको छ भने आउनु सक्नुहुन्छ तिमीलाई के भन्नु छ छोडा त मेरो दसैँ दिएको छु दसैँ सिद्धिएको छैन हाम्रोमा चाहिँ
अरू पनि भन न अनि अरू आमा सपनालाई जोई जोई तिम्रो नाम जोई हो अनि यो नाकमा के लाएर आयो जोई 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 लौ लौ जोई के छ अलि जल्ली मस्त जोई ला ला मासु खाने चिची खाने के खाने सिस्नु टिपेको मच्छरले बर्बाद पहेली किरण धूप के अब यस्तो टिप्नुपर्छ चिल्यो भने चाहिँ फेरि तुरुक्क पिसा फेर्नु होला नि अथा 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 मा कसम नछुट्टेको हेर्नु न यहाँ त्यसरी बटुल्ने अनि खाने अथ थ थ थ थ मच्छरले उल्टै टोकिरहेछ चिस्नुले उल्टै पोलिरहेछ आज चाहिँ मेरो हात सुत्ने पर्यो यति भइरहेछ यति अब थोरै टुच्चो टिप्दा पुग्छ त्यसपछि जाने हो अनि खाने हो कसरी हेरे भन्दिन त्यसरी खानुपर्छ है मैं बारिश में पहली धूप भाइलाई टिप भनेको टिप्नु भनेर टिप भने भाइ त थोड़ा सा मेरा काम है मैं जरा जाके आती हूँ भन्छ तर काम गर्दैन के भन्नु म अब खानु चाहिँ खाने अरे टिप्न चाहिँ नमान्ने अरे मलाई यत्रो ज्याकेट लाएर गर्मी भइसक्यो तर के गर्नु मच्छरले मार्छ नि खुट्टा त टोकोस् न जिउमा नटोकोस् भनेर लगाएको गर्मी भएर बिगोस् बाटो हिँड्ने मान्छेले को पागलसँग एक्लै बोल्दैछ भन्दैछन् मलाई तर ठिक छ म पागलै हो पागलै बन्नु पर्दो रहेछ त के गर्नु र मैले चाहिँ टिपिसकेँ फाइनली गाइस अथा आज तो के भन्छ पार्टी तो बन्टी है भने जस्तो भइहाल्यो नि आजको मौसम चाहिँ एकदम दामी छ तर मेरो क्यामेरा एकदम हरामी छ राम्रो देख्दैन दाल पनि फल्दैछ हाम्रा बारीतिर यस्तो चिचिला लाग्दैछ खानु मन छ भने आउनु होला तिहार आइसक्न आँटिसक्यो फुलको भने चालचलन यस्तो छ कहिले फुल्ने हो यहाँ छ अर्को दामी मखमली फुल भाइटिकाको लागि मखमली फुल चट्ट लाएर यस्तरी मासु चाहियो अरे मासु कहाँ छ मासु कहाँ छ यहाँ एक दुईटा छ माथि हेरेको हेरै छ मासु कहाँ छ जोई कहाँ छ मासु यता छ खाने खाने
फोन धेरै भएर एउटा गतिलो भयो त मरियो। मलाई आज चाहिँ मच्छरले मार्यो नि गाइस, अझैसम्म पछ्याउँदैछ नि। मेरो खुट्टा त नम मच्छरले टोकेर नम भइरहेछ, सिस्नुले चिलेर जस्तै। मच्छरले मेरो खुट्टाको हालत हेर्नु न गाइस, मेरो अझै यही पनि छ साला। यति सानो छ, कति साह्रो टोकेको। मेरो खुट्टा त जोतको बनाइदिएछ नि त, हाई फिल्म बनाइदिएछ नि त मेरो खुट्टा त। के भयो? यो क्यामेराको अलिकति साउन्ड चाहिँ डिस्टर्ब गर्न सक्छ गाइस, आकाश गड्याङ गुडुङ गड्या जस्तै। तर के भन्न सकिन्छ र, धनीहरूको फोन यस्तै होइन। हेर्नुहोस् मेरो फुलहरू, हेर्नुहोस् मेरो फुलहरू गाइसहरू। उता पनि छ, मेरो बहिनीले यति धेरै एलिगत भएर गइरहेछन्, तिनीहरू चाहिँ पर। आई एम हियर। अलिक काली देखिछु कि, अलिक बत्ती बालेर गोरु लाइनै छैन कि क्या हो। मेरो भ्लग चाहिँ कुनैमा फाल्टै कुनैमा फाल्टै देखिन सक्छ, किनभने 2-3टा फोनबाट बनाउँदैछु। आई एम रिच, यति रिच हो कि फोनै भन्छ। आइटम 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 कुन चाहिँ? जोइ आऊ, जोइ आऊ, जोइ यहाँ त। हेलो गाइस, माई नेम इज जोइ लिम्बू। मेरो नाकमा चाहिँ अलिकति घाउ भइरहेछ, धेरै चकचकी भएर। अनि आज मैले एउटा स्याम्पू लिनु आएर म बास्नेदार भइरहेछु, अनि धेरै पेउलिरहेको छु होइन। माया गर्नु गर ऊ, हेर यहाँ। हेलो गाइस भन, हेलो गाइस। यो चाहिँ हाम्रो सिस्नु। अब यसलाई अलिकति यहाँ पिठो लगाइदिनुपर्छ। यो चाहिँ किन हो भने, इनकेस यहाँभित्र किरा डायमन्ड किरा सिरा हुन सक्ने सम्भावना, त्यही भएर यो पिठो लाउँदा चाहिँ झर्छ। त्यही भएर हामी पिठो लाउँछौँ। पखाल्दा पनि हुन्छ, तर पखाल्नु पर्दैन ल, अघि पानी परेर सफै छ, सफै छन् होला। भएन भने भुँडीमा गएर सफा हुन्छ। अनि यसरी पल्टाइ ओल्टाइ गर्नुपर्छ चट्ट लाएर। यो मात्र खाँदा चाहिँ अलिक नमिठो हुन्छ, त्यही भएर टुप्पी पनि मिसाइदिएको छु। तर यो अलिक लामो भयो जस्तो लागिरहेछ मलाई। कोही बात नहीं, पाकेपछि जे पनि मिठो भन्ने कुरो। यहाँ यस्तो गरिरहेको छु। उता चाहिँ मैले अघि के भन्छ त्यो पानी चाहिँ उमालिसकेको छु। अब त्यो पानीमा यसलाई चट्ट लगेर लाउनु पर्दछ, अनि पकाएर खानु पर्दछ। सिस्नु चाहिँ यस्तो आगोमा पकायो भने मिठो हुन्छ भनेर हामी चाहिँ आज आगोमा सिस्नु पकाउनु गइरहेका छौँ। जाडो जाडो पनि छ, ठिक आगो ताप्ने बाहना हो, सिस्नु पकाउने चाहना हो। यहाँ चाहिँ यस्तो पानी बेसार लाएर यस्तो बनाइरहेको छु। चामल पनि छ, चामल लाउँदा नि हुन्छ नलाउँदा नि हुन्छ। म चाहिँ लाउँछु, मलाई किनभने यस्तै मिठो लाग्छ। कसै चाहिँ लाउँदैन है फेरि। भाकैमा नाचौला माया साईमा फक्का। 12 बज्छ होला आज पाकिन्जेल। भन्ने हामीलाई लागिरहेछ। अब पकाउने एकैचोटि उब्रियो भने भोलि पनि खाने के भएको छ र। कोही बात नहीं, मुर्गे का दाँत नहीं भन्ने कुरो हो। यो चाहिँ यतिको भएको छ होइन। अनि अब यसलाई टक्क लाएर फेरि छोपिदिनुपर्छ। अनि भरे एकैचोटि अलिक पाक्छ, अनि खोलेर गर्नुपर्छ। आगो कम लाएर। यो भिडियो त अनि केबाट के हुने भयो त, रेसिपी सिस्नुको रेसिपीको भिडियो भयो जस्तो लागिरहेछ मलाई। के को भिडियो के हुनेवाला, तर जे छ देखा जाएन। कति कडा सिस्नु, यसको पत्ताले नि चिरेर मेरो त बर्बाद भयो। ठिकै, अब चाहिँ आगो कम लाउनुपर्छ, किनभने यो उम्लेर जान्छ। त्यही भएर आगो थोरै लाउने।
धुवा चाहिँ जबरजस्त भइरहेछ। अब रुगेर 1 घण्टा जति बस्ने, त्यसपछि म देखाउँछु हजुरहरूलाई। अझै यहाँ लसुन अनि टिम्बुर, त्यो लेकको टिम्बुर हुन्छ नि, के भन्छ, टिम्बुर लाउनुपर्छ। यस्तो दामी चाहिँ अजिना चाहिँ छुट्याउनै नहुने चिज हो यसमा। अजिना, लसुन, टिम्बुर अनि मस्त हुन्छ एकदम दामी। उफ, सिस्नु इज रेडी। कलर चेन्ज भन्छ यार, पत्ता सबै टुक्रियो। अब यस्तो मात्र छ, तपाईँलाई चट्ट खाने हो।